दर्शकवृन्द, दलितका लागि दलित अभियानद्वारा आज उल्लासनगरमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको सभाध्यक्षता दलितका लागि दलित अभियान महाराष्ट्र राज्य समिति अध्यक्ष दीपक गोर्ज्यूले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो हाम्रो पार्टी नेपालका केन्द्रीय सचिवालय उपाध्यक्ष सुरज भुल्ज्यू। त्यसै केतेका मधेसीले गर्यो, केतेका जनजातिले गर्यो, केतेका हाम्रा लाखौं लाख रहेका तपाईहरुले दलित समुदायले हामी सो विवेकले आएका हौं। हामीलाई खान देऊ, हामीलाई बस्न देऊ, हामीलाई पढ्न देऊ, हामीलाई लेख्न देऊ, नेपालमा रोजगारी देऊ भनेर मात्रै लागेका त हौं तपाई हामीहरु। संसारमा यही व्यवस्था भइरहेको छ। त्यस्तै विशिष्ट अतिथिका रूपमा दलितका लागि दलित अभियान भारतका केन्द्रीय संयोजक तथा हाम्रो पार्टी नेपालका उपाध्यक्ष जनक जनालाज्यू हुनुहुन्थ्यो। भारतको कुनामा बस्दै गर्दा आज 30 वर्ष मेरो अवस्था व्यवस्था के कस्तो तपाई नेपाली म पनि नेपाली तपाई पनि नेपाली तपाईलाई कुनै समस्या नेपाल प्रवासमा पर्दै गर्दा तपाई अतिथिको रूपमा दलितका लागि दलित अभियान महाराष्ट्र राज्य समिति महासचिव तथा हाम्रो पार्टी नेपालका केन्द्रीय सदस्य एकेन्द्र विश्वकर्माज्यू पनि हुनुहुन्थ्यो। त्यसैगरी दलितका लागि दलित अभियान महाराष्ट्र राज्य समिति उपाध्यक्ष एवं हाम्रो पार्टी नेपालका केन्द्रीय सदस्य रमेश बहादुर विगतज्यू पनि हुनुहुन्थ्यो। अतिथिमै दलितका लागि दलित अभियान भारतका केन्द्रीय सदस्य मनोज तिवारीज्यू पनि उपस्थिति हुनुभएको थियो। यसैसँगै मुम्बईबाट सुरु हुन लागेको दलितका लागि दलित अभियानका सम्पूर्ण नगर पदाधिकारीज्यूहरूको उपस्थितिले कार्यक्रमलाई अझै भव्य र ऊर्जावान र प्रेरणादायी बनाएको आयोजकहरूले बताएका छन्। कार्यक्रम सञ्चालन दलित अभियानका उत्कृष्ट वक्ता ललित जनालाज्यूले गर्नुभएको थियो। कार्यक्रमको सुरुवातमा दलितका लागि दलित अभियान कर्नाटक राज्य समिति अध्यक्ष स्वर्गीय कमल विश्वकर्माज्यू प्रति श्रद्धाञ्जली अर्पण गर्दै 1 मिनेट मौन धारण गरियो। उहाँले अधिकारको विस्तार र दलित अधिकारमा पुर्याउनु भएको योगदानलाई कार्यक्रमभर विशेष स्मरण गरिएको थियो। अन्तर्क्रिया सत्रमा दलित समुदायको अधिकार, नेतृत्व, विकास, सङ्गठन तथा भविष्य कार्ययोजना सम्बन्धी महत्त्वपूर्ण योगदान र सुझावहरू प्रस्तुत भए। सहभागी कार्यकर्ताहरूले एकता, दृढता र साझ लक्ष्यसहित अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रम अन्त्यमा सभाध्यक्ष दीपक गोर्ज्यूले धन्यवाद ज्ञापन गर्दै दलितको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्थापित गर्न सबै कार्यकर्ताहरू एक ढिक्का भएर अघि बढ्ने घोषणा गर्नुभयो।